सम्पूर्णलाई नमस्ते। आज चाहिँ यो प्लेनको यात्रा गरिराख्दाखेरि मलाई एउटा सानो अथवा छोटो भ्लग बनाउन मन पर्यो र यसो भ्लग बनाउन प्रयास गर्दैछु। आशा छ तपाईहरुले सबैले मन पराएर हेर्दिनुहुन्छ। र यो चाहिँ वाशिंटन स्टेटको सियाटलको सिटेक एयरपोर्टबाट यो भ्लग बनाउँदैछु म। र यो तपाईहरुले जुन अहिले एयरपोर्ट देखिराख्नु भएको छ यो चाहिँ सिटेक एयरपोर्ट हो। वाशिंटन स्टेटको सियाटलको सिटेक एयरपोर्ट हो यो। र आज चाहिँ यहाँबाट मेरो फ्लाइटको यात्रा हुँदैछ सिकागो एयरपोर्टसम्म। त्यहाँसम्म पुग्दाखेरि के कस्तो हुन्छ मैले एउटा छोटो भ्लग बनाउन प्रयास गरिरहेको छु र एकदम रमाइलो छ। हेर्नुस् त तपाईहरुले वरिपरि कति राम्रो क्लाइमेट देखिराख्नु भएको छ। एकदम राम्रो छ। बिहानको टाइम हो यो बिहानको टाइममा यात्रा गर्दाखेरि कहिलेकाहीँ के हुँदो रहेछ भने हामीले टाढाको बाटो गाडीमा यात्रा गर्न धेरै गाह्रो हुन्छ। त्यही छोटो सजिलो एकदम सुविधा साथले हिँड्नको लागि चाहिँ हामीले फ्लाइटको यात्रा नै लिनु पर्दो रहेछ। र यो फ्लाइटको यात्रा लिइराख्दा मलाई आज यहाँको रमाइलो वातावरण देखेर मलाई एउटा भ्लग बनाउन मन लाग्यो। हेर्नुस् त वरिपरि कति राम्रो ठाउँ छ। बिहानको समय यो र म जाने प्लेन चाहिँ यही हो। यहाँ अगाडि रेडी भएर बसिरहेको छ र म पनि टाइमलाई पर्खेर बसिरहेको छु। समयसम्म तब पर्खिनै पर्यो। र अब कतिखेर सुरु हुन्छ भन्दै यो समय पर्खेर बसिरहेको छु म एयरपोर्टमा। र एकदम रमाइलो छ। तपाईहरुले वरिपरि देख्न सक्नुहुन्छ। हेर्नुस् त बिहानको समय छ। र यो यात्रुको जति यो बाइक यात्रुको यो ब्यागहरु हुन्छ नि तपाईको यहाँनेरि लोड गर्दै गरेको देख्न सक्नुहुन्छ तपाईहरुले। यात्रुको ब्यागहरु लगेजहरु भनौं न ठुलठुलो लगेजहरु अब सानो त बोक्न दिइहाल्दो रहेछ। तपाईको ठुलठुलो लगेजहरु छ भने चाहिँ यसरी आफ्नो साथमा राख्न दिँदैन। तपाईको वेट बढी भएपछि उसमै लगेजमै लाँदो रहेछ। र यहाँ हेर्नुस् त तपाईहरुले देख्दै हुनुहुन्छ एउटा सानो एउटा गाडीमा चाहिँ ल्याएर त्यो ब्यागहरु लगेज ब्यागहरु चाहिँ भित्र राख्दै छन् यिनीहरुले। कति सजिलो गरी लोड गर्छ हेर्नुस् न। उता ब्यागेज क्लेमबाट चाहिँ एउटा सानो गाडीमा यसरी ब्यागहरु लिएर आउँछन् हैन। लिएर आएपछि त्यसरी लोड गर्छन् र एकदम सजिलो साथले नि र त्यो लोड गर्छन्। अनि त्यो एयरपोर्टमा यसो अब बसिराख्दा वेटिङको टाइममा यसो वरिपरिको भिडियो बनाउन मन लाग्यो मलाई। र तपाईहरुले यहाँ देख्दै हुनुहुन्छ अरु फ्लाइटहरु पनि कोही हिँड्नका लागि तयार भए जस्तो पनि छन्। कोही अब आउँदै गरेको पनि होला यिनीहरु। हेर्नुस् न बिहानको समय छ कति राम्रो छ। यो चाहिँ क्यानाडाको फ्लाइट रहेछ हैन। क्यानाडाबाट आएको प्लेन होला नि त यो। अब यहाँबाट जान आँटेको होला। ठुलो प्लेन रहेछ यहाँ बसिरहेको। एकदम रमाइलो छ। तपाईहरुले वरिपरि देख्न सक्नुहुन्छ। ठुलो ठाउँ हैन। अब सिटेक एयरपोर्ट त अब त्यतिकै पनि ठुलो हो। एउटा यो इन्टरनेशनल एयरपोर्ट पनि हो। त्यो भएको कारणले एकदम ठुलो छ यो एयरपोर्ट। एकदम रमाइलो छ। हेर्नुस् त परपर प्लेनहरु पनि आउँदै गरेको जस्तो देखिन्छ। कुनै जाँदै गरेको पनि होलान् हैन। एकदम अब एयरपोर्ट ठुलो भएपछि धेरै ठाउँबाट आउने जाने पनि हुन्छ नि त अब यस्तो ठाउँमा। अब यो इन्टरनेशनल एयरपोर्ट पनि हो। तपाईहरुले यो सिटेक एयरपोर्टबाट चाहिँ डाइरेक्ट दिल्लीको पनि पाउनुहुन्छ। यहाँबाट साउथ कोरिया तपाईको यस ठाउँबाट यो सिटेक एयरपोर्टबाट चाहिँ तपाईले दुबई पनि पाउनु हुँदो रहेछ।
डाइरेक्ट दुबई तपाईँको साउथ कोरिया तपाईँको यहाँबाट न्यू दिल्ली पनि जाँदो रहेछ। यो इन्टरनेसनल एयरपोर्ट हो, साह्रै ठुलो एयरपोर्ट छ यो र कुनै जान लागेको जस्तो पनि देखिन्छन्। अब मेरो पनि एकछिनमा अब फ्लाइट टाइम भएपछि त हिँड्नु पर्यो, यात्रा गर्नु पर्यो। अब तर्खर हुँदैछ फ्लाइट जानको लागि। तपाईँहरूले यो दृश्यमा देखिराख्नु भएको छ। मेरो पनि अब फ्लाइट यही प्लेन हो, सबै ब्यागहरू लोड भइसकेको छ। तपाईँहरूलाई वरिपरिको दृश्य देखाउन म प्रयास गरिरहेको छु। अब हेर्नुहोस् त, अब प्लेन सुरु भयो है। म चढेको प्लेन पनि अब हिँड्न सुरु भयो, अघि बढ्दैछ। अघि बढ्दै जाँदैछ। अलिकति तपाईँको यो उठेको बेला चाहिँ अलिक डर लागे जस्तो पनि हुँदो रहेछ नि त। हेर्नुहोस् न, यो उठ्दै जाँदैछ, उठ्दैछ। उहीँ छोडिसक्यो, अब उहीँ छोड्न लाग्यो, उहीँ छोडिसक्यो। हेर्नुहोस् न, माथिबाट कति रमाइलो दृश्य देखिन्छ मुनि। हुन त तपाईँहरूले पनि यात्रा त गरिसक्नु भएको छ सबैले। कहिलेकाहीँ हामी के हुँदो रहेछ भने यो प्लेनको यात्रा गरिराख्दा यस्तो अब रमाइलो क्षण भनौँ न, यो सधैँभरि हामी सधैँभरि हिँडिँदैन पनि। प्रायः जस्तो अब गाडी नै लिएर हिँडिन्छ। तर लामो यात्रा गर्दाखेरि चाहिँ हामीले प्लेनकै यात्रा लिँदा अलिकति सुविधा। र हामीले यो प्लेनमा यात्रा गरिराख्दा हामीले तलको दृश्यहरू मजाले देख्न सकिन्छ। यो उडेको बेला चाहिँ अलिकति उठेको बेला चाहिँ भनौँ न अलिक डर पनि हुँदो रहेछ कि, हिँड्लिने पनि होइन। हल्लिँदै जान्छ निकै, अलिक डर पनि हुँदो रहेछ। हामीले यो प्लेनको यात्रा गरिराख्दाखेरि एकदम सुविधा पनि हो हिँड्नको लागि, प्लेनको यात्रा गरिराख्दा। तर हामीले यो कहिलेकाहीँ एउटा साइको पसे जस्तो नि, यो कता हामीले न्युजमा देख्दाखेरि यो प्लेन क्रासहरू न्युजमा देखिन्छ नि, त्यो सम्झना गर्दा चाहिँ मलाई याद हुँदो रहेछ कि प्लेनमा अलिक जिउ पनि अनि डर लाग्ने पनि होइन। एकदम यति आकाशमा माथि हुँदै गयो, कोही बेला त्यो यादहरू आउने, अलिकति डर लाग्दो पनि हुँदो रहेछ। डर पनि लाग्छ त्यो हामीले कोही बेला प्लेन क्रासहरू भएको न्युजहरू देखिराख्दा, त्यो भिडियोहरू देखिराख्दा डर लाग्ने होइन। डराएर नि भएन नि त, यात्रा गर्नु पऱ्यो चाहिँ हिँड्नै पऱ्यो। र एकदम रमाइलो तलको दृश्यहरू मजाले देख्न सकिन्छ। एकदम रमाइलो छ, तपाईँहरूले देखिराख्नु भएको छ होला यो भिडियोको मार्फतबाट। हेर्नुहोस् न, कोही बेला थकाइ पनि लाग्छ कि यो लामो यात्रा गर्दाखेरि। बेला अब निद्रा पनि लाग्छ, यसो बाहिरतिर रमिता हेर्न पनि लाग्छ। लामो यात्रा गर्दा धेरै थकान हुने, भोक लाग्ने, आफूसँग जे छ जस्तो छ यसो किनेर खानुपर्ने हुन्छ यात्राको टाइममा। मलाई यो प्लेनको यात्रा गरिराख्दाखेरि विगतको दिनको याद आयो कि हामी पहिला पूर्व नेपालको झापामा हामी लगभग त्यहाँ 18 वर्ष बस्यौँ। त्यो 18 वर्ष बस्दाखेरि अब म त्यतिखेर त सानै थिएँ। विगतको याद आयो, म त्यतिखेर सानै थिएँ, लगभग 10-11 वर्ष समथिङ थिएँ होला। अब स्कुलका साथीहरू धेरै हुन्थे होइन, 10-11 वर्षको उमेरमा। त्यो झापाको चन्द्रडी भन्ने ठाउँमा चाहिँ प्लेनहरू आएर बस्थ्यो, थियो एउटा एयरपोर्ट थियो होइन। र हामी कहिलेकाहीँ छुट्टीको समयमा
प्लेन हेर्नका लागि चन्द्रगढी जान्थ्यौँ क्या, त्यहाँ हेर्न पाइन्छ अरे प्लेन हेर्न पाइन्छ अरे त्यहाँ नजिकै गएर भनेर चाहिँ हामी प्लेन हेर्न साथीहरू मिलेर जान्थ्यौँ। त्यो दिनको याद आयो मलाई। त्यो प्लेन हेर्न जाँदाखेरि कहाँ त्यत्तिकै हेर्न पाइँदो रहेछ र हामी साथीहरू मिलेर जिउको तपाईँको 5 रुपियाँ गोटा लियो क्या हामीले त्यतिखेर एउटा प्लेन हेरेको। एउटा भन्नाले अब त्यहाँ बसुन्जेली कतिवटा आउँछन् त्यतिवटा हेर्न त पाइयो, तर जिउको 5 रुपियाँ गरेर हामीले प्लेन हेरेको। त्यो दिनको याद आयो। तपाईँको प्लेन हेर्न पनि कहाँ त्यो एकदम नजिकै छेउमै गएर छोएर हेर्ने पनि होइन, त्यो वरिपरि कम्पाउन्ड लागेको हुँदो रहेछ। अब बेरा लागेको हुन्छ भन्नु वरिपरि कम्पाउन्ड, त्यो तारको जाली, त्यसको बाहिरपट्टिबाट उभिएर हेर्नुपर्ने। त्यो पनि कहाँ त्यतिकै हेर्न पाइने र तपाईँको जिउको 5 रुपियाँ, प्रत्येक 5 रुपियाँ एकजनाले दिनुपर्ने। हामी 5-6 जना जान्थ्यौँ साथीहरू उता मिलेर र त्यो प्लेन हेरेँ क्या हामीले 5 रुपियाँ तिरेको। त्यो पनि छेउमा गएर छोएर पनि होइन, बेरा बाहिरबाट। र अचम्म लाग्छ क्या त्यो दिन सम्झिँदाखेरि, अचम्म लाग्छ आज यो यात्रा प्लेनमा यात्रा गरिरहँदाखेरि। हामीले कुनै समयमा त्यो 9-10 वर्षको उमेरमा प्लेन हेर्न पाइन्छ अरे त्यहाँबाट नजिकैबाट भनेर प्लेन हेर्न जाँदाखेरि हामीले जिउको 5 रुपियाँ गरेर प्लेन हेरेका छौँ। अनि आज हामी कुन अवस्थामा आइपुग्यौँ र आज यो प्लेनको यात्रा गरिराख्दाखेरि त्यो दिनको याद आयो क्या मलाई। हेर्नुहोस् त यो माथि 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 बादलमा उडिराख्दा डर पनि लाग्छ। हाम्रा हजुरबाहरू त कहिले प्लेनमै चढ्न सक्नु भएन, नेपालमै बित्नुभयो हजुरबा हजुरआमाहरू त नेपालमै बित्नुभयो। तर यत्रो प्लेनको यात्रा कहिल्यै मलाई थाहा भएन कि उनीहरूले गर्नुभएको। त्यत्रो ठुलो लगभग म नेपालमै हुँदाखेरि लगभग 17-18 वर्ष, मलाई लाग्छ 20 वर्षको थिएँ म त्यतिखेर। र हजुरबाहरूले कहिले पनि यसरी प्लेन चढ्नु भएन। हेर्नुहोस् त अब मेरो यात्रा टुङ्गिन लाग्यो। यो सिकागो एयरपोर्टमा आइसक्यो। यो चाहिँ सिकागो एयरपोर्ट हो। र मेरो भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो मैले यो बनाइराख्दा, यदि मन पऱ्यो भने यो मेरो भिडियोलाई 1 लाइक, सेयर र सब्सक्राइब पनि गर्न नभुल्नुहोला। यदि यो भिडियो मन पऱ्यो भने अरू यस्तो राम्रो भ्लगहरू बनाउन प्रयास गर्नेछु। र मेरो यात्रा पनि टुङ्गिन लाग्यो अब भन्दै सबैलाई बाई बाई गर्ने पनि समय आयो। आजको मेरो यो भ्लग कस्तो लाग्यो, यदि मन पऱ्यो भने 1 लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला भन्दै सबैलाई यो भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मेरो यो भ्लगलाई म अन्तिम गर्न चाहँदैछु। अब एकदम रमाइलो क्षण भयो आजको, राम्रो। मैले प्रयास गरेको यो भ्लग कस्तो लाग्यो तपाईँहरूलाई? यात्रामा रमाइलै भयो जहाँसम्म, र यात्रा ठिकै थियो, ठिकै भयो। सुविधा साथले सिकागो एयरपोर्टमा आइपुग्न आँट्यो अब। ल हेर्नुहोस् त ल्यान्डिङ पनि भइसक्यो। यो चाहिँ सिकागो एयरपोर्ट हो है त्यसमा प्लेन ल्यान्डिङ भइसक्यो। भुइँमा बसिसक्यो। जे होस् आजको यात्रा राम्रो भयो।